ल है साथीहरू, यो बोटे सामुदायिक होमस्टे गाउँमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछ भने वेलकम टु बोटे कम्युनिटी होमस्टे है गाइजहरू। आउनु होला यहाँनिर। एउटा उहाँहरूको कस्तो एकदम पिछडिएको, उहाँ चाहिँ एउटा इन्डिजिनियस पिपुलमा पर्नुहुन्थ्यो कि उहाँहरू इन्डिजिनियस पिपुलमा परेको हुनाले अहिले उहाँहरूको चाहिँ यो भनौँ जीवनस्तर उकास्नको लागि यस्ता होमस्टेहरू अहिले 3-4वटा उतापट्टि पनि छ। अनि जस अहिले उहाँहरू पनि यो चिजहरू लागिराख्नु भएको छ। यदि तपाईँहरू यदि आउनुभयो भने बस्नलाई अलिकति गाह्रो समस्या केही भइहाल्यो भने होमस्टेहरूमा आउनुहोस्। एकदम सस्तो र सजिलो पनि छ। हेर्नुहोस्, फोन नम्बर मजाले मेन्सन गरिदिएको छ। हेर्नुहोस्, यहाँ फोन नम्बरहरू पनि छ। आउनुहोस् है। तर अहिले सायद खाना गएको छ होला। अनि बोटे सामुदायिक होमस्टे है त, बोटे सामुदायिक होमस्टेहरू हो। हेर्नुहोस्, उहाँहरूको आफ्नै ट्रेडिसन र टिपिकल तरिकाको के भन्छ घरहरू बनाइदिएको छ। ट्रेडिसन घरहरू पहिला उहाँहरूको यस्तो किसिमको थियो। त्यसले गर्दा त्यही अनुसारको उहाँहरूले यस घरहरू बनाएको छ। त्यही अनुसारको स्वागत पनि त्यही अनुसारको छ। तपाईँलाई के परिकार खान मन लाग्छ सक्दो उहाँहरू पनि कस्तो भने अब माछा मार्ने जङ्गलका भनौँ सागपात जे जस्तो हुन्छ, घुनीहरू भयो, सिपीहरू भयो भनौँ न, अलमोस्ट अब सी फुडहरूमा डिपेन्डहरू उहाँहरूको जीवनस्तर। तर अहिले जस अलिकता उहाँहरू पनि कसरी आफ्नो जीवनस्तर उकास्न सक्ने भने यस्तो होमस्टेहरू पनि ठाउँ ठाउँमा राख्नु भएको छ। आउनु होला र उहाँहरूलाई पनि के गरौँ अलिकता जे भने सपोर्ट गरौँ, सहयोग गरौँ है त साथीहरू। आउनु होला। पर्यावरणको विकास गरौँ, जैविक विविधता संरक्षणमा सहयोग पुर्याउँ भन्ने कुरा ल हेर्नुहोस् त कति राम्रो छ। पर्यटनको विकास गरौँ, जैविक विविधता र संरक्षणमा सहयोग पुर्याउँ भन्ने कुरा भइरहेको छ है त। ल थ्याङ्क यू गाइज हो। आउनु होला है त यो होमस्टेमा, बोटे सामुदायिक होमस्टे है त। ल टेलिफोन नम्बर मेन्सन छ। ओके लेट्स गो। कस्तो भने यो भत्केको डाँडा भन्यो भने भन्थ्यो कि पहिला चाहिँ यहाँनिर थियो, ठुलो चुट्टी माथि थियो। तर भत्किँदा गएर सकिन लागिसक्यो, फर्स्ट भइहाल्यो कि अब अहिले त रुखबिर उम्रिसक्यो है। हामीहरू जतिखेर यङ सानो हुँदाखेरि अनि यतापट्टि अहिले आइसकेको छ। त्यही भएर सबभन्दा अहिले ठुलो चाहिँ यो जस्तो देखिँदैछ त, टाढा हुनालाई त होचो देखिएको हो। त्यो त दुलो जस्तो देख्नुभयो होला। त्यो दुलो ठाउँमा कस्तो भने त्यहाँनिर मलेवा भन्छ, एउटा परेवा स्टाइलको, त्यो जङ्गली परेवा हुन्छ, मलेवा पनि भन्छ भन त। त्यो चाहिँ त्यहाँनिर धेरै हुन्थे पहिलाको मान्छेहरू। त्यही त अलिकति सुरा रुखा अलिकति भनौँ पशु पन्छीलाई अब मार्दा के हुँदैन भने अलिक अवेरनेस थिएन भनौँ न। त्यहाँबाट झिक्न जान्थे त्यतिखेर डोरी रस्सी विभिन्न बाँधेर। तर अहिले चाहिँ मान्छेमा अवेरनेस आइसकेको छ। पन्छीहरू मार्न हुँदैन भने चाहिँ, चराचुरुङ्गी मार्न हुन्न, तिमीलाई प्रिजर्भ गर्नुपर्छ भन्ने जस्तो गरेर अहिले चाहिँ मार्दैनन्। र अब त्यसो गर्दै जाँदाखेरि चाहिँ अब सेकेन्ड भयो। अब यो थर्ड हेर्नुहोस्, यतापट्टि हेर्दाखेरि सानो जस्तो देखिएको छ, तर यो पनि ठुलै भत्किएको छ। हेर्नुहोस् एकदम ठुलो अर्कै देखेको छ, तर फोटोमा चाहिँ अलिक सानो लाग्यो होला तपाईँहरूलाई है त। यहाँनिर एउटा अनि के भइदियो भने अलिकति हामी भनौँ सानो हुँदाखेरि एउटा रियालिटी चाहिँ यहाँ एउटा के छ अरे भनेदेखि सुन खानी चाहिँ यहाँ छ अरे भन्ने भन्छ है त। यसमा सुन खानी छ यहाँनिर पुरै। त्यो भनौँ न त्यसका अब भनौँ यो पत्ता लगाउने मान्छेहरू साइन्टिस्टहरू विभिन्न आइसकेपछि उनीहरूले त्यो खन्थे निकाल्थे विभिन्न गर्थे। तर पछि उनीहरूले एकदम सपना दियो, रियालिटी पनि हुँदै गयो भन्ने कुरा गरे। कति माना जुम्रा चाहिने रे, कति माना के भन्छ यो माथि के अरे यो कपाल के अरे बाबु, यो कपडामा पर्ने के हुन्छ जुम्रा अनि कपालमा पर्ने के त्यो जुम्रै हो, जुम्रा। अनि त्यसपछि त्यस्तो किसिमको यहाँ चाहिने रे, कति माना पाथी चाहिने रे। त्यो त कसले सक्छ त्यो त जम्मा गर्ने। खन्दै गयो जम्मै पुरिँदै जान्थ्यो अरे कि त्यतिखेरको समयमा। त्यसले गर्दा सकेन, उनीहरू धेरै कोसिस गरे अरे। सपना देखा तिमीहरू सक्दैन जाऊ बरु, नभए तिमीहरूलाई राम्रो हुँदैन भनेपछि उनीहरू डरले जस भागे। यसको पछाडिपट्टि यो देखिराख्नु भएको छ होला, यसको खोल्सा चाहिँ यहाँनिर कोइला हुन्छ नि, ट्रेन चल्ने कोइला यति राम्रो छ कि हाम्रो गाउँतिरका त्यो भनौँ न के अरे यो आइरन स्मिथहरूले के गर्थे भने यहीँबाट लिएर जान्थे, डोको लिएर जान्थे है त। यहाँनिर कोइला खानी पनि छ साथी हो। डोकोम लिएर गएर मजाले आइरनहरू चलाउँथे। तर अहिले चितवन राष्ट्रियमा हुने हुनाले अहिले चाहिँ के गरेछ त, यसलाई चाहिँ बन्द गरेको छ भनौँ न। कहिले केही फाटाफुटो कसै त लान्छन् अझ पनि। र यतातिर हाम्रो सबभन्दा हाम्रो खेतमा जो जाने यहीँबाट पानी जान्छ सबभन्दा हाम्रो खेतमा। यहाँनिर नहर छ, यो देखिराख्नु भयो कि यहाँ ड्याम जस्तो देखेको छ। हेर्नुहोस्, यो ड्यामबाट सर्लक्क यहाँ कति हेक्टर जग्गामा के पर्छ त, सिँचाइ हुन्छ है त। सिँचाइ हुन्छ। यहाँको किसानलाई यति राम्रो छ कि 2 बाली 3 बाली सक्ने जति लगाए पनि हुन्छ। हेर्नुहोस्, पोखरी टन्नै छ, यहाँ पोखरी पनि टन्नै छ। त्यसले गर्दाखेरि साथीहरू यहाँका जनजीविका जस अब मजाले गुजारा चाहिँ हुँदैछ भनौँ यति पानीले गर्दा। र यसको अगाडितिर जानुभयो भने साथीहरू यहाँ सुन धुन पाइन्छ फेरि है।
यो मरोट खोला भन्छ तर माथितिर गएपछि अहिले पनि देख्न सक्नुहुन्छ सुन धुँदैछ होला अहिले बोटेहरूले होइन बाबु धोइरहेको छन् अझ होइन अब तपाईँहरूले सुन कसरी धुँदो रहेछ भन्ने यदि तपाईँहरूलाई हेर्न मन लाग्यो भने तपाईँहरू आउन सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ यहाँबाट करिब 2-3 किलोमिटर भित्र गयो भने मजाले देख्न सक्नुहुन्छ तर अहिले भनौँ यसलाई निकुञ्ज बनाइदिएको हुनाले आर्मीले अलिकता स्ट्रिकेसन जस्तो गरेको छ अनि त्यसले गर्दाखेरि अझ भित्रतिर के हुन्छ धोइराखेको हुन्छ मजाले सुन रियालिटी सुनै निस्किन्छ है त साथीहरू ल गुड अब हामी चाहिँ म करिब तपाईँको यहाँ नआएको 40 वर्ष जति समथिङ भइसक्यो होला त्यही भएर आज मलाई हेरौँ लाग्यो आफ्नै गाउँ यति नजिक भएको हुनाले अनि हेर्ने मौका मिलेको थिएन है रिटायर लाइफमा पहिलाको रिकलहरू हुँदो रहेछ त्यही भएर म यो घुम्न आएँ तपाईँहरूले यो डाँडा देखाएँ राम्रो छ है त यो डाँडा उता पारिपट्टि यसको उतापट्टि चाहिँ गोद्धक मेला लाग्छ ठुलो मेला पनि लाग्छ एकदम राम्रो छ हेर्नुहोस् खैर गाडीहरू छ यहाँ सबै यो पोखरी नै पोखरी छ है साथीहरूलाई हेर्नुहोस् त्यही भएर एकदम सजिलो भइरहेको छ अहिले यहाँका मान्छेहरूलाई पोखरी छ ल हेर्नुहोस् यहाँ सानो यो पोखरी नै हेर्नको लागि बनाएको घरहरू स्पेसली घर त होइन तर पोखरी बनाउनको लागि गरेको छन् है साथीहरू ठिक छ यहाँका यो याक बनिरहेछ यो फेरि याक पनि एकदम औषधीय गुण छ रे हेर्दाखेरि यसो देखिन्छ पहिला चाहिँ हामीहरू यङ एज भन्दाखेरि वी आर द किड सेम लाइक द स्मल किड्स यु नो तर कोही त्यो सानो बच्चाहरू मऱ्यो भने यसबाट दुध आउँछ प्याट्ट भाँच्यो भने यसको जराम के गर्छ बच्चाहरूलाई दुध पाओस् भन्नको लागि त्यो भनौँ उनीहरू पासवे भएर गयो भने यसकै के जरा मुनि यसरी गाड्थ्यो ताकि दुध पाओस् भनेर है यस्तो किसिमको एउटा भनौँ एउटा जे जस्तो पनि एउटा मातृत्व भन्ने चिज न बच्चा पनि त्यस्तो हुँदो रहेछ आमाहरूले अन्त याकको मुनि गाडिदिनु भने भन्थ्यो कि जो बितेर गयो भने पनि संसार छोडेर गयो भने पनि यसरी राख्थ्यो यो राम्रो छ यो आँख हेर्नु औषधीय गुण छ ल अब जाउँ त दाजु